कालो छाला रहेछ क्या खास चाहिँ राम्रो अरे क्या कालो छाला चाहिँ हाम्रो बाबा चाहिँ यस्तो हुनुहुन्छ मम्मी चाहिँ कम्ता राम्री हुनु न कसरी फसाउनु भयो पनि हाम्रो मम्मीलाई मन बाबा राम्रो भएको हृदय राम्रो भएको विचार राम्रो भएको मान्छेलाई सोध्नु छैन अब विचारै नराम्रो भएकोलाई सोधेर हेराएर के काम अब के कता बाजेले गर्दाखेरि हो नत्र त यहाँ के हुन्थ्यो होइन मम्मी बाजेले गर्दा होइन भने अब साउदी कतारतिर अहिले जुन मालिक भएर हजुर मम्मीले त लाउरे ह्यान्डसम हिरो पाउनुहुन्थ्यो त्यस्तो कुरा नगर्नु नि फेरि मम्मी कति राम्री हुनुहुन्छ हेर हाम्रो बुबाले गरेको हेर बुढेसकालमा भए पनि दिदीहरूको त दिदी बहिनी देख्नुहुन्छ तपाईँ त्यस्तो देख्नुहुन्छ अब मन राम्रो हुनुपर्छ बाउको मन सेतो छालामा सेतो मान्छेलाई आजसम्म केही भन्दैन जो कालो छ त्यसैकोमा मात्रै खाने अब चिने कालोलाई त चक्लेटी पनि भन्छ के अरे अन्तर्वार्ता लिनु पनि आएको भन्छ। अब ब्युटिफुल छाला भने अब कथा गरेर के साध्य गर्नु हामी चाहिँ मनपट्टि गएर हो राम्री राम्री भएको गोरो भएर राम्रो हो नत्र हामी त कस्तो भइन्थ्यो के छ भित्र मान्छेको बानी बेहोरा विचार सिद्धान्त सबै राम्रो हुनुपर्छ कालो मान्छे भएर केही फरक पर्दैन सानो मान्छेको पनि विचार राम्रो हो भने त्यसको प्रशंसा हुन्छ यहाँ हाम्रोमा यति ठुल्ठुलोहरू छ भित्रै राम्रो छैन पछि भित्रको राम्रो ग्रिन टी हो समी ग्रिन टी के हो त हुन्छ टन्सिल भइसकेपछि पानी मात्रै हो